हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो सबैजनालाई आजको नयाँ न्यू भ्लगमा है सबैजनालाई। ल गाइजहरू तपाईँहरूले चाहिँ अब यहाँ दामी सिन देख्नुहुन्छ है। यहाँ चाहिँ अगाडि सुन ल्याइदिनुभएको छ र यहाँ चाहिँ अब हामी चाहिँ माथि माथि जानु लाग्छौँ है। त्यहाँ चाहिँ तपाईँहरूले एकदम राम्रो भ्यू देख्नुहुन्छ है। अनि यहाँ चाहिँ सुरज दाइ हुनुभयो। अनि अब चाहिँ यहाँ चाहिँ म भइहालेँ र अब चाहिँ हामी माथि माथि जाँदैछौँ एउटा दामी ठाउँ देखाउन है। अब सुन दाइले लान्छु भन्नुहुन्छ के अरे, कता लानुहुन्छ ल हेर्दै गर्नु होला गाइजहरू। ल हामी चाहिँ अब माथि माथि हिँड्दैछौँ, बाख्रा हेर्न आएको। बाख्रा हेरेर चाहिँ सुनदाइ चाहिँ माथि पुगिसक्नु भयो, अलि माथि नै हो र अब चाहिँ हेर्दै जानु होला। अब म पनि जान्छु टक्क पारामा, अब हिँड्यो है त। ल गाइजहरू हामी चाहिँ यता माथि जान आएको। यहाँ चाहिँ यस्तो छ, यस्तो बाटोबाट दाउरा साउरा हाल्छ यस्तो दामी फिल आउँछ। यो पाइपबाट हो है उक्लिने चाहिँ समातेर। मेरो पालो सक्ने मान्छे जान्छ, त्यस्तो दामी ठाउँ खाएको त्यहाँ भित्र तपाईँले देख्नुहुन्छ है। अहिले चाहिँ म माथि आइसकेँ। यहाँ चाहिँ सुनदाइ हुनुभएको, सुरज दाइ चाहिँ भर्खर उक्लिनु आउनुभयो, त्यहाँ देख्न सक्नुहुन्छ। मैले तानिदिइरहेको छु र हाम्रो बाख्रा चाहिँ कता गयो भन्दाखेरि म चाहिँ खोजिरहेको छु है। उता उता रचन बाख्रा चाहिँ म, सुरज दाइ, सुनिल दाइ भएर है। ल हेर्नु है त अब माथि माथि हेर्नु है कस्तो कस्तो भ्यू छ है माथि चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। म क्यामेरा चाहिँ देखाइदिन्छु है तपाईँहरूलाई। एकदम एसी ला जस्तो, निन्द्रा लाउला जस्तो थियो कि भ्यू चाहिँ ठाउँ चाहिँ। अब माथि चाहिँ यस्तो यहाँ चाहिँ बर्खामा चाहिँ झर्ना आउँछ, ठुलो पानी आउँछ है। अहिले चाहिँ हामी फर्किन लाग्यौँ, एकछिन बसियो त्यहाँ, आनन्द भयो, शीतलो भयो। त्यहाँभित्र त एसी कुलरमा बसे जस्तो थियो है। र अहिले चाहिँ हामी फर्कियौँ। अब बाख्रा चाहिँ कता कता गयो त्यो चाहिँ हेर्नु पऱ्यो बाख्रा चाहिँ। र अब चाहिँ म तपाईँहरूलाई टाइम ट्राभल देखाउँछु त। 3, 2, 1 सेट। म चाहिँ अहिले कहाँ जानु लाग्यो भन्दाखेरि तपाईँहरूले सोचिरहनु भयो होला। अहिले चाहिँ म ठ्याक्क काठमाडौँको लागि घुम्नको लागि निस्किएको र अब चाहिँ म चाहिँ एसी सोफा सिटमा बसेको छु। अब चाहिँ म जू जान्छु है। यहाँ पछि यहाँ चाहिँ जू, अब जूको क्रोकोडाइल ठ्याक्कै उस जस्तो कि प्लास्टिकको जस्तो है। यहाँ चाहिँ मिर्गाको बच्चा रहेछ, मिर्गा हो कि बच्चा हो, बच्चै रहेछ। र यता चाहिँ सानसानो केटीहरू खेल्ने ठाउँ। यहाँ चाहिँ मैले आइस्कालाई धेरै मिस गरिसकेँ। आइस्काले यहाँ भवा खेल्थिनँ होला है। अब यहाँ चाहिँ मिर्गाको बच्चा, मिर्गा हुन् क्या होइन हो, मिर्गा नै हो। मिर्गाहरू चाहिँ बसिरहेछन् भित्र ठुलो। यहाँ चाहिँ यो यहाँ अर्को जनावर छ, सिङे पलाखेन त्यसको त खै चाहिँ अलि ठुलो छ, जरायो बोर्डमा जरायो लेखेको थियो कि। अब चाहिँ म हिँड्दैछु, म चाहिँ जूमा आइपुगेँ। यहाँ चाहिँ हात्ती डुब्यो है, हेर्नुहोस् है गाइजहरू। म देखाउँछु तपाईँहरूलाई। हात्ती चाहिँ त्यहाँ डुबेको टक्क डुब्यो भनेको त्यहाँ त हात्ती नुहाउन ल्याएको रहेछ। हामी चाहिँ डुब्यो भनेर फोटो खिचेको, तर त्यहाँ चाहिँ लास्टमा चाहिँ नुहाउनको लागि चाहिँ हात्तीलाई पानीमा हालिदिएको रहेछ। हात्ती चाहिँ बाहिर निस्किन्छ अब बिस्तारै। अनि हामी चाहिँ टक्क अब अर्को जनावर हेरतिर लागिन्छ। यता चाहिँ बोटहरू चढ्न पाइँदैछ। यहाँ यसको लागि चाहिँ छुट्टै टिकट चाहिँदछ है। र अब चाहिँ टक्क जूमा आइयो। यो चाहिँ के को गुफा हो थाहा भएन। त्यहाँ चाहिँ जरायो क्या हो, निलगाई हेर्नुहोस् गाई। निलगाई चाहिँ ठ्याक्कै मूर्ति खाने बसेको थियो है। हामी त मूर्ति रहेछ भनेको त गाई नै रहेछ साँच्चै। अनि यता चाहिँ अब चाहिँ तपाईँहरूले के देख्न सक्नुहुन्छ भन्दाखेरि यता चाहिँ यहाँ चाहिँ के डुबिरहेछ है। एकछिन चाहिँ म चाहिँ हेरेको भयो, के होला यो डुबिरहेको जस्तो लाग्यो। पछि त लास्टमा चाहिँ यो उड्छ है, हेर्नुहोस् होला उड्छ। ट्याक्कै हिप्पो रहेछ यो त, हिप्पोपोटामस जलगैँडा। ट्याक्क हेर्नुहोस् जलगैँडा चाहिँ निस्किन्छ अब बिस्तारै पानीबाट। तपाईँहरूले हेर्नुहोस् है त। अब यो चाहिँ देख्दा त सानो देखिन्छ टिभीमा, तर रियल हेर्दा चाहिँ ठुलो देखियो है। दाँत पनि ठुल्ठुलो पलाखा, यसको दाँत कडा रहेछ। दाँत
त्यसको लागि छुट्टै पोखरी बनाइएको रहेछ। अब चाहिँ यो भित्र बोलाएर मान्छेले बोलाएर जान लागेको छ। जूको मान्छेले भनेको ठ्याक्कै ठ्याक्कै मान्ने के जङ्गली जनावर भए पनि। यहाँ चाहिँ एउटा जनावर यहाँ चाहिँ दुध खुवाइरहेछ है। कति राम्रो राम्रो रहेछ पाठापाठी। यहाँ चाहिँ दुध खाँदैछ। दुध चाहिँ सानो हुन झन् कि यो चाहिँ के रहेछ मोडेल हेर्नुहोस् गाइजहरू गनाइरहेछ। मोडेल चाहिँ बाघ चाहिँ यता छ अरे। बाघ हामी चाहिँ यता छौँ भने बाघले चाहिँ बाघ हेर्नु जाऊँ त है। अब बिस्तारै बाघ हेर्नु पहिला यता के मान्छेको भिड देख्थ्यो। यता चाहिँ के रहेछ भनेर हेर्नु पऱ्यो त्यहाँ गाइजहरू। यता चाहिँ जलगढलाई खाना खाउन खाने ठाउँमा बसिरहेको छ। खाना खाने ठाउँमा यसले चाहिँ अब चाहिँ यसले खाना खुवाइन्छ। त्यो पनि म बिस्तारै देखाउँछु तपाईँहरूलाई। यता चाहिँ यो के हो राइनो सिङे गैँडाले चाहिँ राइनो अस्ति खाइरहेछ। यसलाई खाना दिइरहेछ। यता चाहिँ म भइहालेँ। पछाडि गैँडा छ। यता चाहिँ हिप्पोपोटामस मान्छेको भिड है। जलगैँडा एक सिङे गैँडा अरे हो। एक सिङे गैँडा खाइरहेछ। एकदम राम्रो लाग्यो गाइजहरू। जू चाहिँ एकदम राम्रो। तपाईँहरूले भिडियोमा पनि देख्नुभयो होला। फेरि निस्क्यो त्यो दारा हेर्नु न कति लामो छ। दाँत चाहिँ एकदम लामो। त्यसलाई चाहिँ खाना दियो। त्यसले चाहिँ अब खान्छ बिस्तारै बिस्तारै। यहाँ चाहिँ अर्को रहेछ त्यसलाई पौडी खेल्ने ठाउँ। यता चाहिँ राइनो छ गाइजहरू। बाघले चाहिँ हामी यता छौँ भने है। बाघ चाहिँ यता रहेछ। सिरली जाम है। अब बाँदर हेर्नु जाम गाइजहरू। बाँदर रातो बाँदर। सानो भयो बाँदर यो। यो चाहिँ झुन्डेको रुखमा। बाघ चाहिँ यहाँ भित्र सुतिरहेको छ गाइस। बाघ चाहिँ बाहिर आउँदै होइन सुत्ने टाइम भएछ क्या हो। सुतिरहेको छ बाघ चाहिँ भित्र गुफाभित्र। ल यहाँ त चाहिँ यो सिङ डेन्जर हैन यो पाडी वहाँसित घरमा देख्यो हामी त झुन्डेको त अरे त जिस्काएको
जिस्काउँदो रहेछ एउटा मात्रै छ त अहिले त इला ला हात कति लामो हुँदछ के टाँसेको छ त्यही ठोकेर खाँदैछ यहाँ चाहिँ गाइजहरू भालु चाहिँ यहाँ देखियो है यहाँ चाहिँ जम्मा 4-5 वटा भालु छ भित्र यहाँ चाहिँ 3टा त्यहाँभित्र भालुले चाहिँ आफ्नो बच्चाहरू छ त्यहाँभित्र थुनिदिएको रहेछ बच्चालाई चाहिँ र तिनीहरू चाहिँ त्यहाँ 2टा बसिरहेछन् है यहाँ चाहिँ हात्ती छ भित्र हात्ती चाहिँ देख्न सक्नुहुन्छ त्यसले चाहिँ नरिवलको बोक्रा नरिवल खाँदैछ त्यो चाहिँ नरिवल खाना दिएको रहेछ यहाँ चाहिँ गाइज तपाईँहरूले चाहिँ यहाँ चरीबाग देख्नुहुन्छ चरीबाग यहाँ चाहिँ भिडियो चाहिँ पज गरेर पढ्नु होला त्यो बोर्डको चिज चाहिँ ठुलो बिरालो निर्बिरालो निर्बिरालो होइन अजिङ्गर पनि छ कि त्यहाँ यहाँ चाहिँ स्याल छ गाइजहरू स्याल चाहिँ लास्टै गनाएको छ गन्दै त्यस्तो आउने है स्यालको चाहिँ स्यालहरू चाहिँ धेरै रहेछ नि है ल स्याल त हेर्छ स्याल रहेछ तर देखिएको छ त भिडियो पज गरेर हेर्नु होला सबैले यहाँ चाहिँ हिउँ चितुवा छ हिउँ चितुवा हिमाली चितुवा है हिमाली भेगमा पाइने तर यसलाई चाहिँ भित्र एसी लाएर सिसाभित्र राखिएको छ सुतिरहेको छ सिसा चाहिँ आफ्नै फोटो देखेछ तर चितुवा चाहिँ देखेको छैन है अलिक गइरहेर हेर्नुपर्छ त्यो चाहिँ तपाईँहरूले देख्नु भएको छैन होला ल यो दामी खाँदा यो के दामी जिरा हाम्रो स्क्वायरल हो कि यो बाँस खाएको बदाम खान्छ अहिले बदाम नछुनु होला यो त बाँदर यहाँ त सर्बो थियो त अरे सबै त उता हो नि त यहाँ नि सर्बो छ ए यहाँ पनि सबैमा सर्बो थियो त सब उता छ सार्नु भयो उता खाएको लागि यस्तो राम्रो बसेको है यहाँ चाहिँ छैन क्या यहाँ गोमन एकदम खतरनाक जाऊ जाऊ जाऊ
यहाँ छेउमा आएर यस्तो बसेको यताबाट देखिन्छ यताबाट तल सुतेर छ म कुनामा हैन अहिले चाहिँ देखि न त दाउरी दाउरी त हामी ब्ल्याक टाइगर फिस भनेको यो पुरा छ गोल्डन फिस ए यहाँ त कच्छुवा कति धेरै रहेछ कि यहाँ चाहिँ कच्छुवा है धेरै सबैभन्दा धेरै चाहिँ यहाँ मैले कच्छुवा देखेँ है कच्छुवा चाहिँ यो ठाउँमा चाहिँ कच्छुवा अलि बढी यहाँ चाहिँ सर्पा अजिङ्गर यहाँ चाहिँ बल्ल देखियो यता पछाडि जान्छ अनि यहाँ भाली होला यो यता चाहिँ कहीं जाना पाउँदैन बिचारा यही भित्र बस्छ सरी ओ माय गॉड कस्तो झगडा गर्छ यार छोड़ दे बोल ला मतारी है बेटा है मजे जस्तो यहाँ चाहिँ गिद्ध छ गाइस गिद्ध तपाईँहरूले यता देख्न सक्नुहुन्छ गिद्ध चाहिँ बसिरहेको अनि गिद्ध र चिल्ला चाहिँ एकै ठाउँमा राखेको रहेछ यहाँ चाहिँ अब चाहिँ गिद्ध यता चाहिँ म भइहालेँ पछाडि चाहिँ गिद्ध छ अनि यता चाहिँ गिद्ध अनि भित्रपट्टि चिलहरू चाहिँ घुमिराख्नु छ गिद्ध चाहिँ एक ठाउँमा बसिराख्नु छ बेसी गनाउनु रहेछ गाइसहरू सेतो सवारी ए यहाँ माथि रहेछ नि त टक्क यहाँ चाहिँ यसको पखेटा हेर्नु अब यो त 5-6 किलो हुन्छ यसको वेट हेरौँ न कालो चिल होइन कता हिँड्या हो ऊ त बोल्दै रहेछ उहाँको माथि चिट्ठी हान्दै के भयो के भयो के भयो गाह्रो भयो तिमीलाई गाह्रो भयो हो यता आऊ यता नजिकै आऊ त गाह्रो भयो यता धेरै Angel Territory Senegal पागल चाल
धान्न सक्यो भने कति ठुलो सखे भएको जोडी भने जस्तो नाच नाच त्यो बस्यो चरा इमु डराको हो आउँदैन यहाँ ओस्ट्रिच यता आइज यहीँ आए त हुन्थ्यो नि अनुहार त कस्तो न बिरालो अरे दुम्सी माथि नजर लड्छ हो कति ठुलो झरे झरे अब झर्छ होला झरे झरे मासु खान झर्छ होला जस्तो लाग्छ मासु नै खान झरेको गयो लिएर चित्तुवा हेर्ने भिड छ है चित्तुवा चाहिँ यो त मैले रियलमा देखेको पहिले घरतिर देखेको अन्त नजिकै आयो नुहाइदिन पर्ने छ गाइजहरू सँगै बारिदिए गाइज यहीँ छ त यो राइनोसर उताको हिप्पो नै हो यो बाघ हेर्ने ठाउँमा भिड हेर्नु है बाघ निस्कियो जस्तो लाग्छ मलाई बाघ 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 साउंड निकल रहा है साउंड
गुफामा गयो भाली हो गया त यसलाई बाँधो बाँध्यो खाइदैन बोकेर यसलाई बाघ देखाइदिएन भने कस्तो गुर्दिन्छ त यार यो दाछ हेलीकॉप्टर 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 ल गाइस यहाँ चाहिँ आइस कलर ल्याएको भए चाहिँ नानी चाहिँ यहाँ खेल्थ्यो होला मैले भिडियो बनाउँथेँ होला धेरै नै आइस कलर खेलेको तर यहाँ चाहिँ आइस कलर ल्याइन मैले म एक्लै आएको गाइजहरू यति राम्रोसँग बच्चाहरू खेलिरहेछन् हेलीकॉप्टर छ यहाँ
चाहिँ निस्किन लागेको गाइजहरू। ल गाइज भ्लग चाहिँ अब यति नै हो। ल अहिलेको लागि चाहिँ यति नै गाइज। कस्तो लाग्यो भ्लग? अब अर्को भ्लग फेरि आउँछ। यो भ्लग चाहिँ हाल्न ढिलो भयो। थ्याङ्क्स फर वाचिङ सबैजनालाई। र योभन्दा अगाडि चाहिँ मैले नोटिस हालेको थिएँ तर त्यसमा चाहिँ मैले भ्लग हाल्न पाइनँ। ल थ्याङ्क्स फर वाचिङ सबैजनालाई। ल बाई। ल गाइज अझ जूबाट निस्केँ म।